पाइँदैन। यहाँका गरिबहरूलाई फेरि ठगियो भने, यहाँका मधेसीलाई फेरि पनि ठगियो भने, यहाँका दलितहरूलाई फेरि पनि ठगिन्छ भने यिनीहरू त हिसाब हुन्छ। यिनीहरूसँग हिसाब हुन्छ। एक एक गनेर थुक लगाएर गनेर अब हिसाब हुन्छ यिनीहरूसँग। अहिले हाम्रो केही पनि मुद्दा नपाएपछि अहिले यिनीहरू बडो अतालिया लागेको छ। अब यो चुनाव जितिहाल्यो भने उनीहरूलाई बडो टेन्सन छ अहिले। अनि बेचमा आएकोले अहिले बालेनजी जहाँ जहाँ हिँड्नुहुन्छ त्यहाँ अहिले भूकम्प आइरहेको छ। बालेन शाहले जहाँ जहाँ त्यो पाउ राख्नुहुन्छ नि, त्यो बाहुबलीमा एउटा गीत छ नि, जहाँ जहाँ तेरा पाउ परे धरती अमर हो जाए, यस तरफको एउटा गीत छ नि त्यहाँ। अहिले जहाँ जहाँ उहाँ चाहिँ पाउ राख्नुहुन्छ त्यो संसार हल्लिएको छैन, भूकम्प आइरहेको छ। अहिले बालेन शाहको क्रेज देखेर, स्वतन्त्र पार्टीको क्रेज देखेर यिनीहरू तर्सिएका छन्। यिनीहरूलाई के आरोप लगाउँ भनेर यिनीहरू चाहिँ बडो चाहिँ तर्सिएका छन्। अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने मलाई पुरै मेरो पछाडि गाई लगाएर यसले त गाई यसो गर्छु भने, त्यसो गर्छु भने, गाई खान्छु भने भनेर मलाई पछाडि लफटेको छ। तिमीले भाइ मारेको मुद्दा दबाउन, हुँदै नभएको गाईको मुद्दा उठाउँछौ भने आऊ छलफल गरौँ। कहाँ छलफल गर्ने हो? कहाँ गर्ने हो? हजुरआमा गर्ने हो? कोलपुर चौरामा बसेर गर्ने हो? काठमाडौँको टुडीखेलमा गरेर गर्ने हो? भाइ मारेका तिम्रा बालाई राखेर छलफल गरौँ। हामीले गरेको अपराध के हो? तिम्रो बाले गरेको अपराध के हो? छलफल गर्ने हो? बस गर्ने हो? कहाँ गर्ने हो? बस हामी तयार भएर आएका छौँ। यिनलाई के लागेको छ भने यसले भोलि चुनाव जितेर आयो भने संसदमा सुत्न दिन्न भनेका छन्। सुत्न दिँदैनौ। एकचोटि साथ दिनुहोस्। मैले तपाईँलाई मेरो अपिल छ, मेरो अनुरोध छ। यिनलाई लागेको छ अब यसले चुनाव जितिसक्यो, चुनाव आउँछ, अब यो सांसद भएर आउँछ। यो संसदमा आउँदै गर्दा तपाईँले तपाईँको क्षेत्रबाट भोट हालेर पठाएको सांसद संसदमा गएर बदम पड्काएर ताली पड्काएर बस्दैन। यिनको 12 बजाएर बस्ने हो। त्यहाँ छलफल हुन्छ। आजसम्म तपाईँलाई जति हेपेर राखेको छ, तपाईँको जग्गा लुटिएको छ, तपाईँको जिन्दगी लुटिएको छ, तपाईँको सपना जे लुटिएको छ, तपाईँको आजसम्म जे अन्याय अत्याचार भएको छ, प्रत्येक कुराको ढड्डा पल्किनेवाला छ, प्रत्येक कुरा फर्काइनेवाला छ, प्रत्येक छलफल हुनेवाला छ। हामी तयार छौँ त्यो छलफल गर्न। तयार छ एमाले, तयार छ माओवादी, तयार छ काङ्ग्रेस, तयार छ। हामी तयार छौँ।